नमस्ते भाइ बहिनी। हामी योभन्दा अगाडि भिडियोमा यो टपिकको विषयमा बुझिसकेको छौँ। हामी कुन टपिक पढेको थिए? सेटको विषयमा। सेटमा पनि टु सेटको विषयमा। टु सेटको विषयमा पढेको थिए हामी। आज अब नोट जति पनि काम आउने थियो सबै नोट म बनाइसकेँ। हिजो भने पनि थिए, योभन्दा अगाडि भिडियोमा भने पनि थिएँ म कि यति जति म नोट दिँदैछु त्यसको तिमी त्यो पढिदिनु। यदि त्यो थाहा छ भने हामी जुनसुकै क्वेसन दुईवटा सेटबाट बनाउन सक्छौँ। ठिक। अब आजको जो हामी यो क्वेसन देख्दैछु यो भनेको सेटको छ। 10 सेटबाट यो क्वेसन झिकेको छु युनिट वाइजको, अनि त्यो हिसाबबाट यो सेटको क्वेसन छ। हामी आज क्वेसनको विषयमा पढ्नेछौँ। ठिक। त सबभन्दा फर्स्टमा म क्वेसनको डिस्कसमा आउन खोज्दैछु। अब के छ क्वेसनमा दिएको, ध्यान दिनु। ठिक। जति पनि नोट बनाउनु थियो म बनाइसकेको छु। अब क्वेसनको डिस्कसको भ्यूमा आउनु सबैजना। ठिक। यहाँ के भन्दैछ, इन के छ, यसको मिनिङ बुझ्ने कि सोधपुछ। कुनै पनि सोधपुछ कता भएको छ? अफ अ कम्युनिटी। कम्युनिटीमा सोधपुछ भयो। के को विषयमा सोधपुछ भयो? कतिजनासँग सोधपुछ भयो? 500 जना। 500 जनासँग सोधपुछ भयो। के सोधपुछ भयो? त गेमको विषयमा छ। के को विषयमा छ? गेमको विषयमा। यहाँ डिस्कस दुईवटा गेमको विषयमा दिएको छ। एउटा यो छ, एउटा यो छ। ठिक छ। जसमा भनिदिएको छ 500 जना मध्ये 250 जना कुन गेममा छ? फुटबल। ठिक। अनि 300 जना कुन गेममा छ? क्रिकेट। अब ध्यान देऊ त यहाँबाट के भन्न खोज्दैछु। 25 डिड नट भनेको कुनै पनि गेममा छैन। त्यो चाहने जो हुन्छ नि, भने 250 जना म यो चाहन्छु, 300 जना भन्यो म यो चाहन्छु, अनि 25 जना जो छ त्यो भन्यो म केही पनि चाहदिनँ। अब यो सबैको मिनिङ त म बुझाइदिएको थिएँ। म एउटै चिज भन्छु, कुनै पनि क्वेसन बनाउन जाँदा सबभन्दा मोस्ट इम्पोर्टेन्ट चिज के हुन्छ? क्वेसनमा दिएको होस् या नहोस्, सबभन्दा मोस्ट इम्पोर्टेन्ट चिज हुन्छ त्यो नोटेसन दिएको छ त्यो छाड। सबभन्दा मोस्ट इम्पोर्टेन्ट चिज हुन्छ के बनाउने? त्यसको भेन डायग्राम। यो मोस्ट इम्पोर्टेन्ट चिज छ। यसपछि केही यो बनाइसके अनि त्यसपछि केही, किनभने जति पनि क्वेसन छ म यसबाट नै बुझ्छु। ठिक। अब ध्यान देऊ त के भन्न खोज्दैछु। यहाँबाट जस्तै दिएको छ, म के भने सबभन्दा फर्स्टमा एउटा के बनाइदिने? एउटा बनाइदिएँ म साइडमा, यो बनाइदिएँ। ठिक। अब देख त यहाँबाट कतिवटा सेटको डिस्कस छ? दुईवटा सेटको डिस्कस छ। ठिक। एउटा म यफबाट जनाइदिएँ, दिस इज नन एज एनएफ बिकज 250 कुनमा छ? यो गेममा छ। यफबाट यो जनाउँदैछ, यफबाट जनाइदिए एनएफ। एनएफ भनेको कतिजना छ? 250। अनि एनसी, सी भनेको कतिजना छ? 300 जना छ। यो त दिन सकिन्छौ। ठिक छ। अब यो भनेको के छ? एनयू। एनयू भनेको जम्मा कतिजना छ? त जम्मा जना कति छ? त जम्मै जना कति छ? 500 जना छ। 500 जनाको समूहमा सोधपुछ भयो। त 500 जना भनेको त जम्मै भयो। एनयूको मान कति आइसक्यो? 500। ठिक छ। अब त्यसपछि के भन्दैछ? 25 डिड नट। के? बोथ गेम। कुनै पनि गेम, एनी गेम, कुनै पनि गेम चाहदैन। नचाहनु भनेको के बुझ्छौ? एउटा यो पनि भनेको थियो, यो भयो जो भनेको यो गेम पनि चाहन्छ, यो गेम पनि चाहन्छ, दुईटैमा कमन भएको। अनि यो हिसाबबाट तिमी बुझ्न सक्छौ यसको मिनिङ यो हुन्छ। बट यसको मान दिएको छैन। बोथ गेम चाहने छ कुनै? छैन। यहाँ के भनेको छ? 25 डिड नट भनेको यो दुईटै मध्ये कुनै पनि गेम नचाहने। त नचाहनु भनेको के बुझ्छौ? एफ युनियन सी को यो कोस्ट दिने। यसको मिनिङ त भन्नेको थिए एक्सेप्ट दिस सेट। यो सेट बाहेक, यो सेट बाहेक को छ? यो सेट बाहेक कतिजना छ? 25 जना। यो बनाउन सक्छौ। अनि म भनेको नै थिएँ मेन नियममा, जम्मा नियम पढाएको थिएँ म। 3वटा मोस्ट इम्पोर्टेन्ट छ। एउटा एडभान्सको छ, त्यो त छाड देऊ, त्यो त एकदम हार्ड क्वेसन आयो। अनि त्यसपछि म मोस्ट इम्पोर्टेन्ट नियम के भनेको थिएँ? 3वटामा फर्स्ट जो मेन नियममा मेन मान दिएको छ भने 5वटा मध्ये कतिवटा गिभन हुन्छ? फिक्सै। कतिवटा गिभन हुन्छ? एउटा मिसिङ हुन्छ बस। ठिक। त एउटा मिसिङ को छ? यो छ। आई नो द्याट, आई एम नोइङ अबाउट। फर्स्टमा के चाहियो? यो एनी हाउ निस्काउने। म क्वेसन पनि पढ्न गएन। अब के निस्काउनु छ के निस्काउनु छैन त्यो त पछिको चिज छ। फर्स्टमा यो निस्काइदिने अनि जे सुकै होस्
म बनाउन सक्छु। एकचोटि क्वेसन पनि पढिदिए के भन्दैछ एभव जो न्युज जे पनि छ नि त्यो भनेको केमा दिनु छ, नोटेसनमा दिनु छ। त नोटेसनमा दिनु छ भने म ए को क्वेसन बनाउँदैछु भने यस्तो जवाब दिइदिन्छु। इक्जाममा क्वेसन बनाउनुको त आवश्यकता हुँदैन। ठिक, अब यहाँबाट एनयु भनेको के बुझ्दैछु, कतिजना छ, 500 जना छ। यसपछि एनएफ को मान कतिजना भइसक्यो, 250, 250 दिन सक्छौँ। त्यसपछि एनसी भनेको कतिजना छ, 300 जना छ। ठिक छ, अब नचाहनेको सङ्ख्या एफ युनियन सी को यो दिदिए, यो भनेको कतिजना छ, 25। कति छ, 25। अब निस्काउनु के छ, हामी कसको माथि फोकस दिने, यसको माथि नि। यो भनोस् नभनोस् त्यो त पछिको चिज छ, यो भनोस् नभनोस्। ठिक छ, म चाहदैछु कि यो चिज निस्काइदिने, किनभने यसको बिना केही पनि फाइन्ड आउट बनाउन हामी सक्दैनौँ। ए को क्वेसन बन्यो, बी भनेको यहाँ जवाब दिदिए। ठिक छ, अब म के भने सबभन्दा मोस्ट इम्पोर्टेन्ट यो छ, यो बुझेपछि नै हामी क्वेसन बुझ्न सक्छौँ। ठिक छ, अब ध्यान देऊ त एकछिन के भन्न खोज्दैछु, यहाँबाट यो बुझ्दैछौँ हामी। ठिक, अब सेकेन्ड क्वेसन के भन्दैछ, फाइन्ड द के छ, बा एउटा वर्ड त म हिजो मिसिङ भनेको त्यो म मिसिङ बनाइदिएको थिएँ। के वर्ड छ तिमी आफै पनि बुझ्न सक्छौ। वर्ड के छ, व्हाट इज दिस भनेको के, एउटै गेम चाहने, दुईटा गेम होइन, एउटै गेम चाहनु। बट कतिवटा गेम चाहनु, एउटै गेम चाहनु, एउटै। त तिमी के बुझ्दैछौ, यो जो छ त्यो भनेको एउटा गेम चाहने, यो पनि एउटा गेम चाहने। ठिक, बट यसमा के छ, यतिजना जो छ त्यो भनेको दुईटै गेम, बट यो जो छ एउटै गेम चाहदैछ। कुन गेम चाहदैछ, फुटबल। अनि यो जो छ यो भनेको योमा चाहदैछ। ठिक, अब यसको मिनिङ के, दुईटै एउटै गेम भनेको के बुझ्छु, यो अनि यो दुईटैको के बनाइदिने, सम भनेको के, कुनै पनि सेटको आफ्नो सेट, त्यसमा पनि यसको पनि आफ्नो सेट, दुईटै सेटको सम बनाइदिन्छु। अनि यो ढङ्गबाट हामी बनाउन अनि बुझ्न सक्छौँ यसको मिनिङ। ठिक छ, यहाँसम्म कुनै कन्फ्युजन छ। अब यो जब तिमी फाइन्ड आउट बनाउन चाहन्छौ, बुझ्न यो क्वेसन जति पनि छ नि त्यो केकको पिस जस्तै, यो बुझ्न 250 जना, यो एउटा केकै छ, बुझ्न 250 GM को छ। या बुझ, यसमा यो एउटा कुनै पनि स्पेस छ, यसमा कतिजना हटायो, 250। अब यदि म यतिजना निस्काइदिए, यसमा सपोज 50 जना आइसक्यो, त यसमा कति हुन्छ यो स्पेसमा, त 250बाट 50 माइनस बनाउने। किन माइनस बनाउने, किनभने यतिमा कतिजना हटायो, 250। अनि यतिमा कतिजना हटायो, 50 जना। अब यहाँबाट यति माइनस बनाइदिन्छु, यहाँको हिस्सा आउँछ कि आउँदैन, आउँछ नि। ठिक छ, त वी निड फर्स्टमा 5वटा चिज त एनी हाउ चाहियो, एउटा मिसिङ छ त्यो भनेको फर्स्टमा निस्काइदियो। म यही निस्काइदिउँ, वी हैव या वी नो दैट, वी हैव भनिदिए, के भनिदिए, वी हैव। एनयु भनेको के पढेको छौँ हामी, एनयु भनेको एनएफ इज एडेड टु एनसी। यो हिस्सा 2 पटक आउँछ, त 1 पटक के बनाइदिने, माइनस बनाइदिने। त्यसपछि एकचोटि अगेन यो एड बनाइदिने, बुझ्नमा आयो। अब एनयु को त दिएको छ नि, एनयु इज गिभन एज 500, एनएफ इज गिभन एज 250, एनसी इज गिभन एज दिस वान, एन्ड दिस वान इज नट गिभन इन दिस क्वेसन। सो व्हाट, जस्ताको त्यस्तै। एनएफ अनि यो दिन सक्छौँ, इन्टरसेक्सन दिन सक्छौँ। अब यसको मान दिएको छ नि 25, दुईटै गेम नचाहने। अब एउटा चिज भन त तिमी सब आफै, इट इज अ वान टाइप अफ इक्वेसन। इक्वेसनको कुनै पनि यो साइडबाट त्यो साइड जान्छ भने साइन चेन्ज हुन्छ, इन्टु छ त डिभाइड, डिभाइड छ त इन्टु भइदिन्छ, बुझ्नमा आयो। अब यसको अगाडि माइनस छ, यो नै निस्काउनु छ, त यतापट्टि फ्याँकिदिए, माइनस छ भने केमा गइदिन्छ, यो पोजिटिभ साइनमा, बुझ्यो। अब यो तिनटैको सम कति हुन्छ, 550 अनि 575 भयो। 575बाट कतिबाट, 575बाट माइनस के बनाइदिने, 500, किनभने यसको अगाडि केही साइन छैन भने
पोजिटिभ हुन्छ। अब यहाँबाट यसको मान म निस्काइदिए, यसको मान कति आइसक्यो 75। के आइसक्यो 75। अब त म जेसुकै बनाउन सक्छु। यसको मान कति आइसक्यो 75। अब यसैबाट बुझ त तिमी सब आफै, यो भनेको 75 आयो। अब यो भनेको 250 जना, यसमा भनेको 75। इट मिन्स वाट 250 बाट 75 माइनस बनाइदिन्छु, यो आउँछ कि नै? किनभने यहाँ के भन्दैछ, एउटै गेम चाहने, बस एउटा गेम चाहने। त्यो एउटा गेममा यो निस्काइदिने, यो निस्काइदिने। यसको नाम के भन्छु थाहै छ, ठिक छ। अब बी को क्वेसनमा जस्तै सोध्दैछ, बी हैन सी, बी को त हामी यही साइडमा बनाइदिए। यसको सोधेको छ त फर्स्टमा म निस्काइदिँदैछु यो निस्काउन सक्छु। केबाट निस्काइदिने, यो जम्मा भनेको के छ एनएफ बाट के माइनस बनाइदिने, दुईटैको कमन हिस्सा, त दुईटैको कमन हिस्सा माइनस बनाइदिए। एनएफ इज गिवन एज 250 माइनस यो दिस वन इज गिवन एज वाट वन 75। अनि यहाँबाट यो घटाउँछु भने कति आउँछ 175। कति आउँछ 175। अनि त्यसपछि एउटा यो निस्काइदिए, सी को पनि यो गेम चाहने, आफ्नो चाहने भनेको के एनसीबाट यो माइनस बनाइदिने। यसको नाम के भन्छौ, दुईटैको कमन छ त इन्टरसेक्सन भइदिन्छ। एनसी इज गिवन एज दिस वन एन्ड दिस वन इज 75। इट गिव्स वाट 225 भयो। बट यो त भनेको छैन, यो भनेको छ। अब एकदम मस्त भाषा दिदिनु। सो द केमा अफ स्टुडेन्ट्स, केमा जो भनेको एउटा गेम चाहन्छ, वन गेम। अब यसको बनाउँछु भने के भइदिन्छ, यसको म के बुझ्ने छु, यसको मिनिङ यो दुईटैको के बुझ्ने छौँ हामी, सम बुझ्ने छौँ नि। अब यसको मान कति आइसक्यो 175, यो भनेको 225। त 225 मा 75 जुट्छ भने 300 अनि 100 कति भइसक्यो। जोड घटाउमा मिस्टेक हुन्छ त मजाक नउडाउनु भिडियोमा, ठिक छ। किनभने त्यसमा म विक छु। अब ध्यान दो। अब एउटा क्वेसन झन आउँदैछ, केमा छ यो? यो वर्ड त हिजो भनेको थिए। वाट इज दिस? कम से कम एउटा गेम चाहने, कम से कम एउटा गेम चाहने। बढी भन्दा बढी तिमी जतिमा पनि जान, त्यसको केही मिनिङ छैन। बट कम से कम एउटा गेम चाहनु नै छ। त नचाहनु भनेको यो हिसाब बुझ्छौ, चाहनु भनेको एउटा यो दुईटै बुझ्छौ, दुईटै चाहनु भनेको यो बुझ्छौ। अब के भन्दैछ, कम से कम एउटा चाहनु छ। यो पनि एउटा छ, यो भनेको दुईटा पनि हुन सक्छ नि। किनभने यसको मिनिङ के बुझ्छौ, कम से कम एउटा। बढी भन्दा बढी तिमी जति पनि, यसको समस्या छैन, ठिक छ। अब ध्यान देऊ त डी को क्वेसनमा। त डी को क्वेसनमा ध्यान दिन जान्छु भने के छ, यहाँ यो दिएको छ। त यसको मान निस्काउनु छ भने यहाँ भाषा दिदिने। यसको मिनिङ थाहा छ नि, यो जम्मै आयो भनेको गठबन्धन भएछ। गठबन्धन भनेको के, युनियन, युनाइट, युनिटी, कम्बिनेसन, कम्बाइनिङ, एन्ड तिमी सबैको भाषामा प्याचअप। अब यो भनेको के बुझ्न सक्छौँ हामी, ध्यान देऊ। यहाँबाट केमा छ, द के भाषा दिदिने, अफ स्टुडेन्ट्स, केमा हु, वन गेम। अब यसको मिनिङ के बुझ्यो हामी, यसको मिनिङ के बुझे हामी, यसको मिनिङ यो बुझे कि एफ युनियन सी त निस्काउन आउँछ नि। यसको निस्काउने म दुईवटा मेथड पढेको छु। भन कताबाट? एउटा मेथड भइसक्यो, एनएफ इज एडेड टु एनसी माइनस, केबाट माइनस बनाइदिने, योबाट। किनभने यो भनेको त यति भयो नि। अब यहाँबाट यो अनि त्यसपछि यो माइनस बनाइदिए, ठिक छ। अब ध्यान देऊ त यहाँबाट के भन्न खोज्दैछु, कोही भन्छ नै यो तिनटै म जोडिदिन्छु, हेड बनाइदिन्छु। इट्स ओके, बना न, जस्तो बनाउँछ त्यस्तो बना, ठिक। नियम त पढेको छु हामी, यसको पनि मान त निस्काइदिएको छु। अनि के समस्या,
NF is given as 250, NC is given as 300 and this one is given as 75. यसको मिनिङ 550, 550 बाट 75 घट्छ भने सायद यति आउँछ। ठीक छ, बुझ्यो हैन? यतिकै आउँछ। बुझ्यो यहाँसम्म? एकचोटि एकदम मजाको साथ बुझ्नु। जहाँ पनि कन्फ्युजन हुन्छ भने एकचोटि बुझ्नु म भनेको के छ, भिडियो नभगाउनु। जबसम्म बुझ्दैनौ तबसम्म कन्टिन्युअस अगेन एन्ड अगेन बुझ्नु। ठीक छ, यहाँसम्म बुझ्यो? बुझ्यो? हुन्छ। अब ध्यान देऊ त, सेम एज टेन्सेटको, निमाको टेन्सेटको सेकेन्ड क्वेसनमा जो ध्यान दिन्छु भने सेम एज योभन्दा अगाडिको जो क्वेसन हामी पढेको छु ए टु जेडै सेम छ। यहाँ नाम चेन्ज हुन सक्छ, तब पनि बनाउने मेथड के छ? सेम। यति पनि यताबाट उता छैन। ध्यान देऊ, यहाँ पनि के भन्दैछ? कुनै पनि सोधपुछ कन्डक्टेड भएको छ। अब के को विषयमा? यिन केमा भन्दैछ हैन? अब यहाँबाट स्टुडेन्ट्स भनेको कति छ? 800 जना। भनेको कतिजना स्टुडेन्टसँग सोधियो? 800 जना स्टुडेन्टसँग सोधेको छ। इट इज फाउन्ड द्याट 500 जना भन्दैछ कि म स्याउ खान्छु। स्याउ खान्छु भने या चाहन्छु, मनपसन्द चिज के छ? स्याउ। ठीक छ नि? स्याउ चाहने को संख्या 600 जना भनिदियो, योमा छु। ठीक छ। अब 50 डिड नट भनेको बट टाइप्स अफ 50 जना भनिदियो कि म दुवै टाइप्सको मध्ये कुनै पनि म खादिनँ या खान चाहदिनँ, हैन? पसन्द छैन। ठीक छ, बुझ्नमा आयो? चाहना छैन। अब यसको पनि या जुनसुकै क्वेसनको सबभन्दा फर्स्टमा म के भन्दैछु? यो क्वेसन आफै बनाउनु। यसको म हिन्ट दिन्छु, केही मेथड भन्छु। मेथड के भन्छु? फर्स्टको क्वेसन जस्तो बनाएको थिएँ सेम टु सेम उस्तै नै छ। अब यहाँबाट यसको पनि फर्स्टमा म यसैबाट बताइदिँदैछु। ठीक छ, सबैजना ध्यान दिनु। यो बनाउनु नै बनाउनु, यसको बिना केही पनि छैन। यो जो बनाउँछौ अनि न केही। यो भनेको 800 जना छ। यसमा एउटा यसको विषयमा छ, यन ए हुन्छ, यन ओ हुन्छ। अब ध्यान देऊ त के भन्न खोज्दैछु। यो भनेको दुईटैमा छ। दुईटैमा छ भनेको यो दिन सक्छु। यो भनेको नखाने, नखाने भनेको ए युनियन ओ को यो दिन सक्छु। अब देख त स्याउ खानेको संख्या कति? 500 जना। यो खाने कति जना छ? 600 जना। यसमा कति जना छ? छैन। छैन हौ, छैन। 50 डु नट केमा? बट टाइप्स अफमा। त 50 कुनैमा पनि छैन, बट टाइप्समा छैन। यसको मिनिङ के? दुवै टाइप्स बाहेकको भनेको केही नखाने। केही नखाने कतिजना छ? 50 जना छ। कतिजना छ? 50 जना छ। ठीक छ, मिसिङ को छ? म भनेको नै थिएँ 5 वटा मध्ये कतिवटा चिज दिएको हुन्छ अनि एउटा मिसिङ हुन्छ बस। अब त्यही फाइन्ड आउट बनाउनु छ। यो क्वेसनमा भने पनि अब यो के सब दिएको छ है, देख न। यु ए ओ भनेको डिनोटेसन छ, यसको 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 यसको। ठीक छ नि? हैन? यु भनेको कसको डिनोटेसन भइसक्यो? यो सेटको, हैन? बिग सेटको। यो भनेको स्याउको, एबाट स्याउ, ओबाट योबाट। अनि भन्दैछ यसको बीचको सम्बन्ध दे। यसको बीचको यो पढेछौ नि, यन जोडी यन ओ माइनस यो यो, यही भनेको यसको सम्बन्ध भइसक्यो। ठीक छ, बुझ्नमा आयो? अब त्यसपछि भन्दैछ कि यो जो एभव छ त्यो भनेको केमा देखाउनु छ? अनि त्यसपछि भन्दैछ फाइन्ड बनाउनु छ स्टुडेन्ट्स। के फाइन्ड आउट बनाउनु छ? जो भनेको बथ टाइप्स अफ गेममा। अब तिमी पनि बुझ्दैछौ यो 5 वटामा कतिवटा गिभेन छ? सबै छ, एउटा मिसिङ छ नि। बनाउन सक्छौ नि? बनाइदिनु। ठीक छ, हुन्छ, इजी छ। ठीक छ। अब भन्दैछ व्हाट इज द के? जो भनेको बस स्याउ खाने। के खाने? स्याउ। त्यसको मान सपोज निस्कियो, निस्कायो भने केबाट निस्काउने? यन यु भनेको यन ओ अनि त्यसपछि यन ओ होइन, यन ए अनि त्यसपछि यन ओ माइनस बनाइदिए यो दुईटै भाग। अनि त्यसपछि यन अनि यो दुईटैको बीचको के भनिदिए? यो बाहेकको। अब यहाँबाट यन यु भनेको कति दिएको छ? 800 जना। यन ए भनेको 500 जना। यो भनेको भइसकेको छ 600 जना। यसको मान दिएको छैन भने जस्ताको
त्यस्तै अनि यो भनेको कति दिएको छ 25 यो साइड जान्छ भने एकै पटकमा म मान दिदियो 500 600 अनि यो भनेको यति योबाट यो घट्छ भने 325 आउँछ कति आउँछ 325 आउँछ बुझ्नमा आयो अब यसको मान सपोज भइसक्यो 325 अब यो भन्दैछ कि यसमा बस के खाने स्याउ खाने त जम्माबाट 500 बाट 325 माइनस जान्छ भने यो निस्किन्छ कि निस्किदैन त यो भनेको 500 बाट यो घटाइदिन्छु त 175 यसको आयो त्यसपछि यहाँ पनि सेम वर्ड आएको छ के वर्ड आएछ कम से कम एउटा खाने त कम से कम एउटा खाने भनेको बडीमा जति पनि फाइन्ड आउट बनाउन सक्छौं यसमा के यान ए युनियन बी बुझ्यो सकिन्छ यो क्वेशन सकाए हामी तिमी सब आफै बनाउनु बुझ्न सक्छौ ठीक छ हामी दुईवटा क्वेशन पढिसकेको छौ अब यस्तो टाइपको क्वेशन पनि आउन सक्छ एक्जाममा ध्यान दिनु यो पनि अझै टाइपको छ बनाउने मेथड त्यही छ त्यो भन्दा बढी केही छैन एउटा चाहिँ यो बुझ्ने यो क्वेशन जो छ त्यो भनेको कसको हिसाबबाट छ पर्सेन्टेजको हिसाबबाट छ हैन अब यसमा के छ कुनै पनि चीज जम्मैको जम्मै छ भने त्यो भनेको बढी भन्दा बढी कति हुन्छ सही के पर्सेन्ट ठीक छ अब ध्यान दिने यहाँबाट यसमा क्वेशनमा के भन्न खोज्दैछ यसमा पनि सोधपुछ छ सम स्टुडेन्ट्स केही स्टुडेन्ट्स को बीचमा इट वाज फाउन्ड 35 के छ पर्सेन्ट के स्टुडेन्ट्स कुन सब्जेक्ट मैथ सब्जेक्ट भनेको चाहने यति जना छैन यति पर्सेन्ट छ ठीक अब 30% कुनमा छ एकाउन्टमा छ यहाँ 15% केमा दिदिएको छ नन अफ द टु सब्जेक्ट नन अफ देम जब भन्छ भनेको कुनै सब्जेक्ट नचाहने न यो पनि न यो पनि कुनै पनि सब्जेक्ट नचाहने ठीक छ नि यति जना छ त्यसपछि भनिदिएको छ 300 स्टुडेन्ट्स के छ बोथ सब्जेक्टमा कुन सब्जेक्टमा छ बोथ सब्जेक्ट भनेको दुवै सब्जेक्ट चाहने अब बट एउटा चीज ध्यान दिनु के यो सबै बाँकी जति पनि मान दिएको छ सबै केमा दिएको छ पर्सेन्टेजमा बट एउटा जो दिएको छ 300 जना जो बोथ सब्जेक्टमा यो त संख्यामा छ नि 300 स्टुडेन्ट छ नि अब यसमा के ध्यान दिने थाहा छ एउटा बस यो निहु खोज्ने जसको मान संख्यामा छ यदि छैन भने तब त कुनै कन्फ्युजनै छैन कहीँ पनि छैन भने यदि छ भने त्यसकै मान केमा निस्काइदिने पर्सेन्टमा निस्काइदिने यो मेन टेन्डेन्सी हामी सबैको यो भयो ठीक छ नि अब यसको जस्तै बोथ स्टुडेन्ट त दिएको छ संख्यामा त्यही चीज म केमा निस्काउन चाहन्छु पर्सेन्टेजमा किनभने बाँकी सब चीज त छ नि अब देख त यो बनाउने मेथड के छ यहाँबाट सबभन्दा फर्स्टमा म कुनै पनि क्वेशन बनाउँदा के बनाउँछु यो बनाइदिन्छु यसको फोटो बनाइदिन्छु एउटा सेट अनि एउटा सेट ठीक छ यो भनेको के छ एनयू भनेको दिएको छैन यो दिएको छैन त छैन भने म के बुझ्छु आफ्नै मनबाट सही नै हुन्छ सही भन्दा बढी हुन सक्दैन जम्मैको जम्मै यति भइसक्यो त्यसपछि दुईटा सेटको डिस्कस छ त फर्स्ट सेट इज सब्जेक्ट म्याथ एन्ड सेकेन्ड सेट इज सब्जेक्ट एकाउन्ट अब म्याथ सब्जेक्ट चाहने कति छ 35 के छ पर्सेन्टेज अनि त्यसपछि एकाउन्ट सब्जेक्ट चाहने कति छ 58 30 के छ पर्सेन्टेज ठीक छ त्यसपछि 50 मा के भन्दैछ नन अफ द टु सब्जेक्ट भनेको कुनै पनि सब्जेक्ट नचाहने कुनै पनि सब्जेक्ट हैन यो दुईटै सब्जेक्ट नचाहने यो बाहेकको अझै सब्जेक्ट चाहन्छ त्यो छाड बट यहाँ दुईटा सेटको विषयमा हुँदैछ त यो भनेको त तिमी बुझ्छौ दुईटै सब्जेक्ट चाहने नि दुईटै सब्जेक्ट पढ्न खोज्ने नि त यो त दिएको छैन छ एकछिन पछि भन्छु यसपछि एम युनियन ए को के छ यो एक्सेप्ट दिस भनेको कुनै पनि सब्जेक्टमा हैन त कुनै पनि हैन भनेको त यही बुझ्छौ नि नन अफ द देम बट टु सब्जेक्ट अब यो भनेको कति दिएको छ 50% अब यहाँबाट के बुझ्न सक्छौं हामी यो के दिएको छ 300 जना जो छ कति जना है 300 जना त्यो भनेको केमा छ बोथ सब्जेक्टमा छ त बोथ सब्जेक्टमा छ भने यो भनेको 300 बुझ्न सक्छौं अब मेन टेन्डेन्सी के छ मेन हामी सबैको स्टेप के हुन्छ यो संख्यामा दिएको छ वी वान्ट टु फाइन्ड इट इन व्हिच वान
पर्सेन्टेजमा निस्का। अनि त्यसपछि म केही बनाउँछु। अब तिमी बुझ न, 1 2 3 5वटा मध्ये एउटा मिसिङ छ भन्छ तिमी, मिसिङ छैन। मिसिङ छ, केमा मिसिङ छ? योमा मिसिङ छ। यो चिज जो दिएको छ सङ्ख्यामा दिएको छ, बट म चाहदैछु केमा निस्काओस्? पर्सेन्टेजमा निस्काओस्। ठिक छ नि। अब देख्दै यहाँबाट के भन्न खोज्दैछु, ए को क्वेसन के थियो? यसको सङ्ख्या, यसको मिनिङ सङ्ख्या दिनु छ। कसको? बोथ म्याथमेटिक्स एन्ड एकाउन्ट सब्जेक्ट। त बोथ म्याथमेटिक्स एन्ड एकाउन्ट सब्जेक्ट केबाट जनाउँछ? यहाँबाट यम यसको सङ्ख्या, त्यसको सङ्ख्या त यो दिएको छ नि, यम ए इन्टरसेक्सन यो। अब यहाँबाट यसको मान कति दिएको छ? 300 जना दिएको छ। अनि त्यसपछि बी को क्वेसनमा भन्दैछ सो इन द एबभ केमा? भेन। अनि फाइन्ड द के भन्दैछ? जम्मा स्टुडेन्टको सङ्ख्या निस्काउनुहोस्। अब यो कहाँबाट निस्काउने, कुन हिसाबबाट बुझ्ने? ध्यान देऊ, यहाँबाट यो बुझिसके हामी, त यो बी को क्वेसनमा फर्स्टमा यो बनाउनु थियो, बनाइसके। अब यसपछि जो दिन भन्दैछ के फाइन्ड आउट बनाउन भन्दैछ? जम्मा स्टुडेन्टको सङ्ख्या। त म जम्मा स्टुडेन्टको सङ्ख्या त पछि बनाउँछु, फर्स्टमा यो चिज केमा फाइन्ड आउट बनाउनु छ। अब यहाँबाट म भाषा दिइदिन्छु। के भाषा दिइदिन्छु? ध्यान दिनु है, यहाँबाट दिइदिन्छु एनयु भनेको कति दिएको छ? सही दिएको छ। यसपछि एनएमको मान कति दिएको छ? 35 यो दिएको छ। अनि त्यसपछि एनए को मान कति दिएको छ? 30 दिएको छ। अनि त्यसपछि एनएम युनियन ए को एक्सेप्ट दिस सेट भनेको कति दिएछ? 50% दिएको छ। अनि त्यसपछि यो भनेको जो चिज दिएको छ यो सङ्ख्यामा दिएको छ, बट म केमा निस्काउन चाहदैछु? पर्सेन्टेजमा। देख यहाँबाट यो बुझ न, 300 दिएछ। कति दिएछ? 300। ठिक छ। अब तिमी जो बुझ्दैछौ एनयु भनेको के बुझ्दैछौ? एन ए भनेको एम बुझ्ने, नाउ ए भनेको एम बुझ्ने, एन ए भनेको बी बुझ्ने। अब त्यसपछि दुवैमा कमन हुने यो हिस्सा माइनस बनाउने, त माइनस यो बनाइसके हामी। त्यसपछि यो हिस्सा बाँकी बच्यो, यो त एड हुन्छ। यहाँबाट एम युनियन ए को के दिदिए? यो दिदिए। ठिक छ। अब एनयु भनेको कति दिएको छ? के देख्दैछौ? यो छ। यहाँबाट एनएम भनेको कति दिएको छ? 35 के छ? पर्सेन्टेज। अनि एनए को मान कति दिएको छ? 30 दिएको छ। अनि यसपछि यसको दिएको छ, दिएको छ, बट केमा दिएको छ? सङ्ख्यामा। म केमा फाइन्ड आउट बनाउन चाहदैछु? यो पर्सेन्टेजमा। अब यहाँबाट देख त यो भनेको कति दिएको छ? 50। अब यो सब एड बनाउँछु, यो माइनसमा छ, यतापट्टि जान्छ त यो केमा भइदिन्छ? जोडमा। यहाँबाट 30 अनि 35 इट गिभ्स 65। 65 अनि 15 115 भयो, 115 भयो। 115बाट के माइनस बनाइदिए? सही माइनस बनाइदिए। यहाँबाट कति आइसक्यो? 15% आयो। बुझ्यो? छ कुनै कन्फ्युजन? अब यहाँबाट यति बुझ्ने। अब यहाँबाट एउटा चिज ध्यान दिने, कुनै पनि चिज आफूमा कति हुन्छ? सही। एउटा चिज भनौँ, सपोज म भने 10 मा पढ्ने स्टुडेन्टको सङ्ख्या सपोज भनिदिए म 20 जना छ। कति जना छ? 20 जना छ। ठिक छ। म भनिदिए यसमा जो केटा छ नि, केटा त्यो भनेको कति छ थाहा छ? 40%। कति छ? 40। अब तिमी बोइजको सङ्ख्या निस्काउन जान्छु, के निस्काउन जान्छु? सङ्ख्या निस्काउन जान्छु भने 40% अफ जम्मा भनेको के? त्यही चिजको केमा हुनु चाहियो? पर्सेन्टेजमा। अफ जम्मा। बुझेन भने एउटा म नोटै दिइदिँदैछु, यसैमा होइन, जिन्दगीमा सधैँ काम आउँछ। के थाहा छ? जब तिमी कुनै पनि चिज केबाट योबाट केमा निस्काउन चाहदैछौ? सङ्ख्यामा। ठिक छ। त्यही चिजको सङ्ख्या भनेको कुनै पनि चिज दिए म, कुनै पनि चिजको केमा आए? सङ्ख्यामा। त्यही चिजको के? पर्सेन्ट अफ के? जम्मा। बुझ्यो नि? कुनै पनि चिजको सङ्ख्या निस्काउँछु भने त्यही चिजको पर्सेन्ट अफ जम्मा। बुझ्नमा आयो? छ कुनै कन्फ्युजन? अब ध्यान देऊ त यहाँबाट के भन्न खोज्दैछु म? यहाँबाट यो भन्न खोज्दैछु एकर्डिङ टु क्वेसन। ध्यान दिनु सबैजना।
यसको मिनिङ के बुझ्ने 15 जो % दिएको छ यसको मान त 300 छ नि त 300 छ भने 15% अफ एनयु भनेको कति आउँदैछ 300 किनभने जम्मा जना कति छ एनयु भनेको अकर्डिङ टु क्वेशन यो जम्मा भनेको त एनयु बुझ्छौ नि अब यो भनेको भयो 15% भयो यो भनेको हैन 15 भनेको यसको मान दिएको छ यसको मान संख्यामा दिएछ यसको मान योमा अब बनाउन सक्छौ यसको मिनिङ के बुझ्ने 15/100 इन्टु एनयु यहाँबाट कति आइसक्यो 300 एनयु भनेको कति भइसक्यो 300 इन्टु 100 डिभाइडेड बाई 15 यसको मान निस्काउँछु भने इन्टु डिभाइड बनाउँछु भने 15 2 जा 20 1 2 3 आयो यति जना आयो एनयु भनेको यो भइसक्यो यो भनेको के भइसक्यो यसको जम्मै मानिसको संख्या त्यो पनि हामी निस्काइदिए बुझिसक्यो अब आउँदैछु म सी को क्वेशनमा कतिको क्वेशनमा सी को व्हाट इज द के भन्दैछ यसको मिनिङ के हुन्छ अनुपात के हुन्छ अनुपात यसको मिनिङ बुझ्दैछौ यसको मिनिङ के बुझ्ने अनुपात अनुपात भनेको के जस्तै म एजको छु 25 आ तिमी एजको छौ सपोज 15 हामी दुईटैको एजको अनुपात निस्काउन जान्छु भने कुन हिसाबबाट म यदि फर्स्टमा छु सेकेन्डमा तिमी त 25:15 यसको मिनिङ 25/15 5 5 जा 5 हामी दुईटैको अनुपात कति आयो 5:3 भनेको के 5 हिस्सा मन छु त 3 हिस्सा तिमी छौ ठीक छ अब यहाँबाट भन्दैछ कसको कसको बीचमा एकाउन्ट के छ एकाउन्ट नै बस एकाउन्ट चाहने अनि के भन्दैछ हु के नचाहने हु के छ नचाहने बोथ सब्जेक्ट त एकाउन्ट नै चाहने फर्स्टमा निस्काइदिने एकाउन्ट नै चाहने भनेको केबाट निस्किन्छ यो जम्माबाट यने भनेको 30% दिएको छ कति दिएको छ 30 कति दिएको छ 30% मा निस्कान केही समस्या छैन ठीक छ यो 30 दिएको छ 30 बाट म के माइनस बनाउन चाहदैछु यो माइनस बनाइदिदैछु यो हिस्सा जो कमन छ कमन बनाइदिए माइनस यहाँबाट यो दिदिन सक्छौ यसको मान कति दिएको छ 30 दिएको छ पर्सेन्ट मा छ यसको मान कति आएको छ 15 आएछ अब यो हैन कि 30% यहाँ दिदिने 300 त त्यो घटाउन सक्छौ कोही भन्छ 5 मिनेटबाट 2 सेकेन्ड घटाउन त तिमी के 5 बाट 2 3 मिनेट भनिदिन्छौ त्यो हैन फर्स्टमा मिनेटबाट सेकेन्डमा बना या त सेकेन्डबाट मिनेटमा बना अनि किनभने सेम चीज भएपछि जोड्न या घटाउन सक्छौ ठीक छ अब देख यहाँबाट यो भयो भने कति आउँछ 15 आयो ठीक छ अब अझै के भन्दैछ जो भनेको के भन्दै थियो जो भनेको हो नचाहने दुवै सब्जेक्ट त दुवै सब्जेक्ट नचाहने भनेको यो छ नि यन यम युनियन ए छ यो छ दिएको अब देख त जा नचाहने यो भनेको कति दिएको छ 50 दिएको छ सो के यो दुईटैको अनुपात निस्काउन सक्छु अब यो भनेको यस्तो दिदिने ठीक छ यो भनेको 15/50 भयो यहाँबाट यो कट्छ 5 कति जा 3 जा 5 कति जा 10 जा कति जा 10 जा यहाँबाट डिभाइड बनाइदिए कति आयो 3/10 भनेको 3:10 भयो बुझ्यो यहाँसम्म कुनै कन्फ्युजन छैन भने बुझ्नु सबैजना ठीक छ बुझ्यो ठीक छ हस् आज हामी तीनवटा क्वेशनको विषयमा पनि पढिसके तीनवटा क्वेशन बुझि पनि सके कहीं कन्फ्युजन हुन्छ भने सोध्न सकिन्छौ कमेन्टमा म एउटा सानो चीज सब भनेको छु तीनवटा क्वेशन नै सिकाए यति मिनेटको भिडियो बनेको छ केही छैन समस्या ठीक छ आफ्नो हिसाबबाट पढ्नु बुझ्नु ठीक